ल्यान्डको फ्रीबर्ग अन्तर्राष्ट्रिय सिनेमा महोत्सवको अन्तर्राष्ट्रिय जुरी सदस्यमा मनोनित आशा मगरातीको मुख्य भूमिका रहेको चलचित्र राजागञ्जको प्रिमियर शो इटहरीमा गरिएको छ। इटहरीको इलाइट सिनेमा हलमा राजागञ्जको प्रिमियर गरिएको हो। आगामी चैत्र 1 गतेदेखि देशभर प्रदर्शनमा आउने चलचित्र राजागञ्ज पहिलो पटक काठमाडौँ बाहिर प्रिमियर गरिएको निर्देशक दीपक रोनियारले बताए। उनले विदेशमा समेत प्रदर्शन गरिने राजागञ्जको पहिलो प्रिमियर बिर्ता मोडपछि दोस्रो प्रिमियर इटहरीमा गरिएको र दर्शकहरूले फिल्म नमन पराएको पाइएको समेत जानकारी दिए। यो देशभरि नै रिलिज हुँदैछ चैत 1 गतेबाट। देशभरि लाग्दैछ। अहिले चाहिँ हामी बिर्तामोडबाट सुरु गरेको हामीले चाहिँ जहिले पनि प्रिमियर गर्दा काठमाडौँमा प्रिमियर गर्ने चलन हुन्छ हैन। हामीले चाहिँ त्यो चलन कसरी तोड्न सकिन्छ र अडियन्ससँग बाहिरै गएर सुरुमै फिल्म हेरेर कसरी छलफल गर्न सकिन्छ, उहाँहरूको कुरा सुन्न सकिन्छ रिलिज भन्दा अगाडि नै भनेर यो अभियानमा यहाँ आएका हौँ। यो दोस्रो स्क्रिनिङ थियो हाम्रो बिर्तामोड पछाडि। अब यसपछि हामी जनकपुर जान्छौँ, बिरगञ्ज जान्छौँ, चितवन जान्छौँ, त्यसपछि काठमाडौँ फर्किन्छौँ। फेरि बाहिर निस्केर पोखरा नेपालगञ्ज जाने प्लान छ। थुप्रो सहरहरूमा जाँदा मिल्न सक्छ। त्यो ठाउँमा जाने, दर्शकसँग फिल्म हेर्ने र उहाँहरूसँग इन्टरेक्सन गर्ने प्लानमा अगाडि बढिरहेको छ। हाम्रो चलचित्र संसारभरि गएको छ र अहिले हामी नेपालमै युट्युबमा फेरि 17 वर्ष पछाडि रिलिज गर्दा पनि दर्शकले उति नै माया गर्नु भएको छ हैन। कति बेला पनि रिलेभेन्ट भइरहेको छ, राम्रो भएको छ। अहिले यो पनि संसार थुप्रोवटा देशमा देखाइसक्यो हैन। एयरलाइन्समा रिलिज हुँदैछ, के अरे फ्रान्समा रिलिज हुँदैछ, अहिले अस्ट्रेलिया अमेरिकन सँगसँगै रिलिज हुँदैछ। जित्न नभएको त होइन, तर फिल्म भनेको के अरे हाम्रो जिन्दगी भनेको त फर्मुला होइन नि। 4वटा गीत हुने, 5वटा फाइट हुने खालको फर्मुला भएको जिन्दगी हुँदैन नि हाम्रो होइन। हाम्रो जिन्दगी जस्तो सामान्य हुन्छ, हाम्रो फिल्म पनि जिन्दगी जस्तै होस् भन्ने चाहना। मेरो अघिल्लो फिल्म सिङ्गापुर फिल्म फेस्टिभलमा बेस्ट फिल्म पाएको थियो। पाम स्प्रिङ फिल्म फेस्टिभलमा बेस्ट फिल्म पाएको छ। संसारको थुप्रोवटा फिल्म फेस्टिभल अवार्ड पायो। न्युयोर्क टाइम्सले मलाई 9 जना हेर्नै पर्ने निर्देशकको सूचीमा राखेको थियो होइन। न्युयोर्क टाइम्स अमेरिकाको ठुलो पत्रिका, संसारभरि चाहिँ चर्चा भएको छ। धेरैवटा फेस्टिभलमा गएको छ, संसारभरि पुगेको छु म। आशा मगरातीको मुख्य भूमिका सहित दया हाङ राई, विजय बराल, रिचा शर्मा, पशुपति राई, पूर्व मिस नेपाल निकिता चाण्डक लगायतको अभिनय रहेको छ। राजागञ्ज यथापरक सामाजिक कथा वस्तुमा आधारित चलचित्र हो भन्दै प्रिमियर शो हेर्न आएका दर्शकहरूले भने, नभए यो कमर्सियल नभएर अब यथार्थ एक्चुअल चाहिँ हो भन्ने मलाई लाग्दछ। निर्माताले रिक्स मोलेरै बनाएको फिल्म छ। समुदायको एउटा पीडालाई चाहिँ उत्पीडनलाई देखाउन खोजेको छ र समाजको पीडा थेक्न नसकेपछि विस्फोट हुने कुरा पनि छ यहाँ होइन। त्यसरी मान्छे चाहिँ अगाडि बढ्छ भन्ने कुरा छ। अब यही अनुसार अगाडि बढ्छ। अब यसलाई चाहिँ अब कति चाहिँ यसले युवावर्गलाई छुन सक्छ भन्ने कुरामा चाहिँ शङ्का लाग्छ मलाई। मधेसको पीडाको यथार्थ प्रस्तुति छ, तर मलाई लाग्छ अब यो यथार्थ जे छ त्यही आउँदैन होला। सेन्सर बोर्डले धेरै काटिदिन्छ होला। सस्पेन्स छ, अब यथार्थ छ, तर अब अहिलेको पिँढीलाई चाहिँ जुन अब हाम्रो समाज त अर्को छ नि, एउटा टार्गेट वर्ग छ नि, त्यो वर्गलाई चाहिँ यसले एड्रेस गर्न सक्छ कि सक्दैन भन्ने अलिक शङ्कै लागेको छ। फिल्महरू भन्ने बित्तिकै हामी एउटा रमाइलो गर्ने मात्रै भन्ने सोच हुन्थ्यो। अब एउटा लभ स्टोरी हुन्छ भन्ने हुन्थ्यो, यसो फाइटहरू हुन्छ, हँसाउनेहरू मात्रै हुन्छ। यसमा चाहिँ एकदमै कस्तो भने सामुदायिक एउटा हामी तराई मधेसी भन्ने अनि पाहाडे भन्ने छ। पाहाडीलाई पनि मधेसी सम्बन्धी कस्तो खालको एउटा बिहेभियर गर्छन् भन्ने एउटा सही क्यारेक्टरको चाहिँ कुराहरू देखियो क्या यहाँ चाहिँ। अनि यस्तो फिल्महरू चाहिँ अब यहाँ इन्टरभ्यू हेर्दा कहिलेकाहीँ बोलो जस्तो पनि हुने, हेर्नै पनि जबरजस्तो लाग्ने जस्तो खालको कथा बुझ्यो। त्यो अपहरण गर्दाखेरि तराई समुदायमा त्यस्तै खालको एउटा वातावरण बढी हुन्छ नि, त्यसलाई फोकस गरेको जस्तो लाग्यो। करिब करिब राम्रै लाग्यो मलाई। राजागञ्ज चलचित्र स्विजरल्यान्डको फ्रीबर्ग अन्तर्राष्ट्रिय सिनेमा महोत्सवमा समेत प्रदर्शन गरिने बारे प्रिमियरका अवसरमा जानकारी गराइयो। अमेरिकाबाट प्रकाशित हुने प्रतिष्ठित पत्रिका द न्युयोर्क टाइम्सले संसारका 9 उदयमान निर्देशकको सूचीमा समावेश गरेका दीपक रोनियारद्वारा निर्देशित यस अघिका चलचित्रहरू अन्तर्राष्ट्रिय स्तरमा समेत प्रदर्शन गरिएको थियो। विदेशमा समेत प्रदर्शन गरिने राजागञ्जको कथावस्तु नेपालको मधेसको पीडामा आधारित रहेको भन्दै इटहरीको प्रिमियरमा चलचित्र हेर्न आएका दर्शकहरूले प्रतिक्रिया दिएका छन्।